जय भोलेनाथ जय शम्भु 2082 सालमा मीन राशिका लागि के कस्ता योगहरू के कस्ता भोगहरू र के कस्ता शोकहरू बनेका छन् यसको बारेमा चर्चा गर्न पुरै वार्षिक राशिफल लिएर पुरै एक वर्षको राशिफल लिएर म श्री गुरु हजुरको साथमा उपस्थित भइसकेको छु। प्रिय भक्तवृन्दहरू, मीन राशिका लागि के चुनौती छ, चुनौती के हो, शुभ के हो, अशुभ के हो र बेस्ट उपाय के हो, करिब करिब 8-9 मिनटमै म हजुरका लागि दुधको दुध पानीको पानी छुट्याइदिँदैछु। सूर्य पञ्चाङ्गको आधारमा हजुरलाई म सबै कुरा बताउनेछु। कुन ग्रह हजुरको शुभ छ, कुन अशुभ छ, के गर्ने, कसो गर्ने, उपायहरू के छन्, सबै कुरा म हजुरका लागि जानकारी दिनेछु। 2082 साल यदि मीन राशिको कुरा गर्नुहुन्छ भने 81 भन्दा कुनै पनि फरक छैन। 81 भन्दा केही नराम्रो होला, 80 भन्दा केही नराम्रो होला, तर राम्रो चाहिँ छैन। किन भन्नुहुन्छ भने 2082 सालमा हजुरका लागि 7.5 को समय छ। यहाँनिर हेर्दाखेरिमा मीन राशिका लागि वर्षभरि मध्ये 7.5 दशा लागेको छ। दशा भनेको राम्रो कुरा होइन। दशा लाग्नु भनेको जे सुकै पनि हुनु हो, हैन। अब त्यसैमा शनि भनेको न्याय र कर्मको देवता हुनुहुन्छ। कर्म सही कर्ममा लाने पनि शनि हो, कर्ममा लगेर फल दिने पनि शनि हो। अब शनि नै अशुभ भइसकेपछि राम्रो काममा हामी जान पनि सकिँदैन, गएर न्याय पाउन पनि सकिन्न। फेरि अब्जस पाइन्छ। कसैलाई माया गर्यो भने त्यहीनिर बिछोड हुन्छ, कसैलाई पैसा दियो भने त्यहीनिर फस्छ, कसैलाई साँचो सम्मान गर्यो भने त्यहीनिर फेरि आफू बदनामी बन्नुपर्ने हुन्छ, धेरै मेहनत गर्यो भने कम फल मिल्छ। अब यस्तै खालको विपरीत समय हाम्रा लागि अवश्य पनि 82 सालमा आउनेछ। केही न केही ग्रहहरू अन्य पनि शुभ छन्। सबैभन्दा महत्त्वपूर्ण शनिदेव नै रहनुहुन्छ 2082 सालमा। 7.5 को समय भनेको अलि सकसको समय हो। नसचेको घटनाक्रम हुने, एकपछि अर्को समस्याहरू आइहाल्ने। जस्तै एउटा समस्या आज आयो, अर्को समस्या। जस्तै अस्ति आमा बिरामी हुनुभएको थियो, हस्पिटलमा लानुभयो, उपचार गर्नुभयो। त्यसको 1-2 महिनापछि फेरि बुवा बिरामी हुने, आफै बिरामी हुने। यस्ता खालका आफू मात्रै समस्यामा नपर्ने कि पारिवारिक समस्या पनि, अरूको समस्याको कारणले गर्दा पनि आफू समस्यामा परिरहनु पर्ने, यस्ता खालका बाध्यताहरू हाम्रो जीवनमा आइरहन्छन् 7.5 को समयमा। तर म के भन्छु भन्दा धेरैजना मीन राशिहरू आत्तिनु पनि भएको छ। नआत्तिनुहोस्। पुष्पकमल दाहाल प्रचण्डजी पहिला प्रधानमन्त्री हुनुहुन्थ्यो, अहिले केराका पातमा भात खाँदै तराईतिर हिँड्नु भएको छ। रवि लामिछानेजी अस्ति भर्खर गृहमन्त्री हुनुहुन्थ्यो, जुन प्रहरीले सल्युट ठोक्थे उनीहरूले हतकडी लगाइसके। भोलि बिहान उहाँहरू राम्रो ठाउँमा पुग्नुहुन्छ, ग्रहले साथ दिन्छ, त्यो कुरा अलग हो। अहिले केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ, भोलि बिहान अर्कै हुन्छ। अहिले रमेश लेखकजी गृहमन्त्री हुनुहुन्छ, भोलि बिहान अर्कै हुन्छ। सबैको समय एकैनासको हुँदैन। राम्रो समय आयो भनेर मात्तिन र नराम्रो समय आयो भनेर धेरै आत्तिनुपर्ने आवश्यकता हाम्रो जीवनमा कहिल्यै पनि रहँदैन। केवल प्रयास गर्ने, मेहनत गर्ने, आफूले मेहनत गर्ने, अगाडि बढ्ने, योभन्दा अरू कर्म हामीले केही गर्नु पर्दैन। 2082 सालमा शनिको उपाय गर्नुहोस्। शनिका लागि विशेष तरिकाले ध्यान दिनुहोस्। अब हजुरको राशि स्वामी बृहस्पति हुनुहुन्छ। बिहिबारको दिन व्रत उपासनाहरू होलान्, हैन। बिहिबारको दिन गुरुदेवहरूलाई सम्झिने आफ्नो गुरु हुनुहुन्छ होला, दीक्षा दिएको गुरु हुनुहुन्छ होला, नत्र भने गुरु बनाउन सक्नुहुन्छ हजुरले राम्रो गुरुलाई। अब कसैका प्रवचनहरू, भागवतहरू सुन्नुहुन्छ भने उहाँहरूबाट पनि हजुरले सही मार्गदर्शन लिन सक्नुहुन्छ। गुरुर्ब्रह्मा गुरुविष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। गुरुहरूलाई मानेर अगाडि बढ्नु पर्यो। जहाँ गयो उहीँ गुरुसँग बहस गर्ने, जहाँ गयो उहीँ गुरुसँग विरोध गर्ने भयो भने झन् धेरै ग्रह बिग्रिन्छ फेरि। किनकि मीन राशिको स्वामी नै बृहस्पति हो। त्यही भएर आफ्नो आचरण र व्यवहारलाई पनि एकदमै धेरै ध्यान दिनु पर्यो। शनि नराम्रो हुँदाखेरिमा अरूलाई न्याय दिने प्रयास गर्नु पर्यो। अब काग बाटोमा छटपटाइरहेको छ पानी खानका लागि, अनदेखा गर्नु भएन, त्यसलाई पानी खुवाउनु पर्यो। कुकुर चोटैचोट भएर रगताम्म भएको छ भने त्यसलाई पनि केही न केही जुगाड उपचारको व्यवस्था गर्नु पर्यो। आफूबाट अन्याय हुनु भएन। बाटोमा कुकुर हिँडेको छ, डङ्ग लात्ताले हानेर बारीका बाटामा पुर्याउँछु भनेर हान्न थाल्ने, त्यस्ता उपद्रा कामहरू गर्नु भएन, हैन। आफूबाट कुनै पनि प्राणीलाई, एउटा कमिलालाई पनि अन्याय नहोस्, उसको पनि प्राण हो। हामीबाट कुनै पनि प्राणीले दुःख नपाउनु हो,
यसरी गरेका कर्महरू 2082 सालमा हजुरका लागि राम्रा हुनेछन्। यसको अलावा हजुरले शनिको लागि अन्य बेस्ट उपायहरू पनि यहाँनिर रहेका छन्। हजुरले अन्य बेस्ट उपाय पनि अपनाउन सक्नुहुन्छ। जस्तै मैले यहाँनिर 7 मुखी रुद्राक्ष धारण गरेको छु। शनिको रुद्राक्ष 7 मुखी रुद्राक्ष हो, चाँदी धागो सहित गुरुदेवबाट मन्त्र विधि गरेको लिन सक्नुहुन्छ। व्हाट्सएप र भाइबरको नम्बर यहाँनिर राखिदिएको छु हजुरलाई। र अर्को बेस्ट उपाय भनेको हनुमान चालिसा, शनिबारको दिन हनुमान चालिसा पाठ गरेर आफ्नो खराब समयलाई अझै धेरै बेस्ट हजुरले बनाउन सक्नुहुन्छ। यो पनि हजुरका लागि एकदमै अवसरको कुरा हो। र अर्को कुरा भनेको शनिबारको दिन व्रत उपासनाहरू गर्ने, शनिबारको दिन मन्त्रहरूको जप गर्ने। ओम सम शनिश्चराय नमः, ओम सम शनिश्चराय नमः। मान्छे 24 घण्टामा 12 घण्टा दुनियाँका टिकटक हेरेर बस्न सक्छ, तर दिनमा आधा घण्टा आफ्नो खराब ग्रहका लागि समय दिँदैन। अनि गुरु मेरो ग्रह बिग्रियो, म बर्बाद भएँ, म अभागी गर्दै कहाँ हो, कता हो, कसो हो भन्दै रुँदै हिँड्छ। आफ्नो राम्रो समय बनाउनका लागि कम्तीमा पनि आधा घण्टा समय त दिनुहोस्। आधा घण्टामा सबै सकिन्छ। बिहान उठेर नुहाइधुवाइ गर्ने, हनुमान चालिसा 5 मिनट पाठ गर्ने, ओम सम शनिश्चराय नमः मन्त्रको जप गर्दा 10 मिनट लाग्छ। 15 मिनट भयो, 15 मिनट अन्य विधिहरू गरे पनि सबै चिजहरू गर्दाखेरिमा पनि आधा घण्टामा सबै चिज सकिन्छ। कम्तीमा पनि 24 घण्टामा आधा घण्टा दिँदाखेरिमा कसको के जान्छ। त्यही भएर आधा घण्टा समय केवल शनिदेवको लागि दैनिक रूपमा दिनुहोस्। पिपलमा जल चढाउनुहोस्, सूर्यलाई जल चढाउनुहोस्, हैन, प्रार्थना गर्नुहोस्, गुरुहरूलाई सम्झिनुहोस्, इष्टदेवलाई सम्झिनुहोस्। हो यसरी अगाडि बढ्नुहोस्, म यही अनुरोध गर्न चाहन्छु। र 2082 सालमा केवल नराम्रो मात्रै भन्नुहुन्छ है, गुरु पनि भन्नुहुन्छ होला कतिले। केही राम्रा कुराहरू पनि छन् हजुरका लागि यहाँनिर। अब अब्जस खप्नुपर्ने त हुन्छ शनिको कारणले गर्दा, मुद्दा मामिला झमेला यस्तो योग त छ। तर जग्गा जमिनहरू प्राप्ति, वाहन सुख, गाडीहरूको सुख, गाडीहरू किन्न सक्नुहुन्छ हजुरले, सुख पाउन सक्नुहुन्छ। जग्गा जमिनहरूको सुख चाहिँ हजुरले भोग्दै हुनुहुन्छ। यसको अलावा खासै धेरै अपेक्षा हजुरका लागि छैन। अब हजुरको कुण्डलीमा शनि कस्तो छ भन्ने हुन्छ। शनि अब बेस्ट हुनुहुन्छ भने कतिकोमा शनि बेस्ट हुनुहुन्छ, त्यस्तो अवस्थामा चाहिँ राम्रा फलहरू पनि मिल्छन्। तर अब शनि नराम्रो हुनुहुन्छ चिना कुण्डली हेराउँदा भने अवश्य पनि हजुरलाई 7.5ले निकै गलाउनेछ, निकै थरी काम बनाउनेछ, निकै दुःख दिनेछ। त्यही भएर शनिको उपाय गर्दै अगाडि बढ्नु होला। र 2082 सालमा 7.5ले हजुरको धेरै कुरा लुट्न सक्छ। सावधानीपूर्वक अगाडि बढ्नु होला। राम्रो गुरुदेवसँग चिना कुण्डली हेराएर मात्रै कुनै पनि लगानी, रिस्कमा लगानी गर्दा, कुनै पनि अपरजर लगानी गर्दा, विवाह गर्दा, विदेश जाँदा, ठुला कामहरू गर्दा चाहिँ एकपटक गुरुदेवहरूसँग परामर्श लिएर गर्नुहोला। र चिना कुण्डली विश्लेषणका लागि नम्बर यहाँनिर राखिदिएको छु। व्हाट्सएप र भाइबरमा जोडिएर चिना कुण्डली विश्लेषण गरेर आउने समयले कस्तो छ, के छ, सबै कुराहरू जान्न सक्नुहुन्छ भन्दै म बिदा हुन्छु। जय भोलेनाथ, जय